आज पनि फेरि म नयाँ भिडियो लिएर आएको छु। तपाईहरुको सामु माया गरिदिनु होला। म यहाँ बसिन्जेलको लागि मेरो फुलबारी अनि सब्जी बारी बनाएको छु। हेर्नुहोस् है त सबैजनालाई शेयर गरेको छु, देखाएको छु। सब्जी पनि छ, सब्जी भिन्डी पनि रोपेको छु, खुर्सानी पनि रोपेको छु, तरुल पनि रोपेको छु। यहाँ चाहिँ पनि छ, फुलहरू पनि छ, फुलहरू। धेरै खालको फुलहरू छ, कुनै फुल्ने छ, कुनै नफुल्नेहरू छ, कुनै पातै मात्र सो पनि छ। मैले कलेक्सन गरेर राखेको छु। प्राय इम्पोर्टेन्ट जुन चाहिँ हामीलाई आवश्यक पर्छ त्यस्तो फुलहरू चाहिँ राखेको छु। जुनहरू एकदम महँगो खालको चाहिँ खासै छैन मसँग। गर्नलाई चाहिन्छ त्यस्तोहरू पनि राखेको छु मैले। अनि यो चाहिँ अब भित्र इन्डोर प्लान्टहरू भयो, तिनीहरू पनि छ। हाम्रो घरबेटी दिदीहरूको अङ्गुर यति धेरै फलेको छ कि हामीले त यो अङ्गुर बेच्न जाने सल्लाहसम्म गरिसकेका छौँ पाकेपछि। नि खान मन परेको छ भने मलाई लाइक एन्ड सब्स्क्राइब गर्नुहोला। फर वाचिङ। धेरै धन्यवाद हजुरहरूलाई हेरिदिनु भएकोमा। फेरि भेटौँला अर्को नयाँ भिडियोमा।